नमस्कार, मेरो नाम जुना कुमार ढलकुटी, घर चाहिँ सुनापति 4 बेथानमा पर्छ। म चाहिँ भर्खरै यहाँ 4 नम्बर चोरधारा सामुदायिक स्वास्थ्य इकाइमा थिएँ अनि यहाँ 2 महिना भयो भर्खर सरुवा भएर आएको। काम गरेर त धेरै भइसक्यो। खारदेवी गाउँपालिकाबाट सरुवा भएर चाहिँ म सुनापति वार्ड नम्बर 4 को चोरधारा सामुदायिक स्वास्थ्य इकाइमा गएको थिएँ अनि त्यसपछि अहिले चाहिँ सरुवा भएर 2 महिना जति मात्रै भयो यहाँ आएको। आधारभूत अस्पताल आइसकेपछि यो डेलिभरी केसहरू कतिवटा भए के कसरी गर्नु तपाईँहरूले यसको अनुभव? आधारभूतमा आइसकेपछि जम्मै एउटा मात्रै गरेको छु मैले। अब कसरी सधैँ के कस्तो समस्या हो त्यस्तो अवस्थामा? इक्विपमेन्टहरूको अभाव, सामग्रीहरूको अभाव, औषधिको अभाव केही भयो कि भएन? त्यसो गर्दा कतिको सहजता भयो? डाक्टर साहबले कतिको सहयोग गर्नुभयो? एकदम त्यस्तो अभाव भएन मलाई यहाँ आएपछि। सबै अब डेलिभरीको लागि चाहिने सामग्रीहरू त छ। तपाईँहरू कतिजना हुनुहुन्छ सहयोगको निमित्त? कतिजनाले खटिरहनु भएको छ डेलिभरी केसमा? नि डेलिभरीमा हामी अब सिस्टरहरू नै हुनुहुन्छ, नर्स सिस्टरहरू 2 जना हुनुहुन्छ अनि हामी एसबी दिदी र म 2 जना, हामी 4 जना खट्छौँ। डाक्टर साहब नै आउनुहुन्छ। योभन्दा अगाडि डेलिभरी केसहरू गराउनु भएको थियो कि थिएन? गरेको त धेरै गरिरहनु भएको छु। त्यस्तो अहिले म यो सुनापतिमा आएदेखि जोरधारा सामुदायिक स्वास्थ्य इकाइमा गएदेखि त्यहाँ चाहिँ लगभग 1.5 वर्ष जति बसेँ होला। त्यहाँ चाहिँ गरिनँ। त्योभन्दा अगाडि खारदेवी गाउँपालिकामा थिएँ, गराएरै आएको। के लाग्छ पालिकाले के गरिदियो भने अझ यसलाई उत्कृष्ट बनाउन सकेला जस्तो लाग्छ तपाईँहरूको सेक्टरमा? डेलिभरीकै सेक्टरको कुरा गर्दा डेलिभरीको सेक्टरको कुरामा अब छ नि, हस्पिटल भएपछि एनआइसियुहरू हुनु पर्यो, भएको भए होइन। बच्चा कहिलेकाहीँ अब निसासियो, अब त्यो अरू नै समस्या आयो भनेदेखि पनि त्यस्तो भयो भनेदेखि राम्रो हुन्छ। अब हस्पिटलै भनिसकेपछि त अरू नै सेवा सुविधा भइदिएदेखि राम्रै हुन्थ्यो जस्तो लाग्छ। हजुर, पालिकाको कन्सेप्ट कस्तो छ? कतिको हेल्प गर्नुभएको छ पालिकाले? हुन त अब पालिकाकै संरचनामा यो बनेको छ होइन, उहाँ त उत्साहित नै हुनुहुन्छ। तपाईँहरूले भनेको अवस्थामा, तपाईँहरूलाई समस्या परेको अवस्थामा फुल्ली हेल्प गर्नुभएको छ पालिकाबाट पनि? पालिकाबाट यस्तो अब अहिले सक्दो त गर्नुभएको छ होइन। अब अपर्याप्त छ, यसलाई पर्याप्त पहल गर्नु पऱ्यो पालिकाले नै, सङ्घीय सरकारमा होइन, प्रदेश सरकारमा पहल गर्नु पऱ्यो। तपाईँहरूले यो विषयमा छलफलमा विषयवस्तु राख्नु भएको छ? हामी त राखिराख्छौँ त्यस्तो त। उहाँहरूले पोजिटिभ लिनुभएको छ? पोजिटिभ त स्वास्थ्यकोमा लिनु त भएको छ। अब हुन्छ, परिचय दिनु। नमस्कार, म चाहिँ सरस्वती महामन्त। मेरो घर पनि यहीँ हो, सुनापति 3। काम गरेको अवधि चाहिँ 26 वर्ष। हजुरको अगाडि चाहिँ कहाँ हुनुहुन्थ्यो यहाँ? म चाहिँ यहीँ हो। पहिला सबै बस्थ्यो, सबै बस्देखि नै यहीँ। मेरो नियुक्ति नै यहाँको। नियुक्ति नै हजुर यहाँ। के छ त्यस्तो यहाँ अहिले पछिल्लो चरणमा त्यस्तो प्रब्लमहरू, केही समस्या त त्यस्तो देखिएको छैन? त्यस्तो चाहिँ अब त्यस्तो त समस्या त आउँछ नै, स्वाभाविक हो। काम गर्दाखेरि आउँछ नि होइन। अहिले चाहिँ के छ भन्दाखेरि पहिलाको हेर्दाखेरि चाहिँ अहिले चाहिँ कस्तो हस्पिटलमा बसेर काम गर्न पाएँ, डाक्टरको अन्डरमा चाहिँ काम गर्न पाएँ, कस्तो खुसी लाग्छ। हजुर, तपाईँहरू उत्साहित हुनुहुन्छ काम हजुर, गर्न? एकदमै। कहिले त डेलिभरी केस आउँदा अन्य केसहरू भने एकदमै राताराति खट्नुपर्ने, दिनभरि खट्नुपर्ने जस्तो अवस्था हुँदो रहेछ। डाक्टर साहबले नि जानकारी गराइसक्नु भएको छ त्यो कुरा त होइन। तपाईँ हाम्रो त्याग र तपाईँहरूको सेवा भावको कारणले गर्दा यहाँसम्म बन्न सके, यसलाई अझ उत्कृष्ट बनाउने कुरा त स्वाभाविक रूपमा छ। त्यस्तो अवस्थामा दुःख लाग्दैन? त्यस्तो अवस्थामा मलाई खुसी लाग्छ। किन भन्दा यो म सुनापतिको एउटा स्थानीय कर्मचारी हो, त्यो सँगसँगै मेरो नजिकको आफन्तले पाउने हो नि त। त्यसले गर्दाखेरि चाहिँ अझै गुणस्तरीय सेवा पाओस् जस्तो चाहिँ लाग्छ। एकदम गुड। हस्, थ्याङ्क यू।